शीर्षक यो कथा हो मनोभाव। तिम्रो हरेक कुरा मान्न तयार छु म। तिम्रो हाँसो जसले तिमीलाई खुसी दिन्छ, तिम्रो आँसु जसले तिमीलाई रुवाउँछ, तिम्रो मौनता जुन तिमी भन्न सक्दिनौ, तिम्रा पीडा जुन तिमी सम्झिन चाहन्नौ, तिम्रो हरेक अपेक्षाहरू पनि। तिमी हुनु भनेको मेरो लागि संसारकै सबैभन्दा अमूल्य चिज, मेरो साथमा हुनु हो। तिमी नै हो जो मेरो हरेक श्वासमा बसेकी छौ, हरेक दुःख पन्छाएर मुटुभित्र पसेकी छौ। तिमीलाई धन्यवाद दिनको लागि कुनै पनि शब्द उचित छैन जस्तो लाग्छ मलाई। तिमीलाई खुसी राखौँ, तिमीलाई सधैँ हँसाइराखौँ, त्यही मात्र मेरो साँचो चाहना हो। तर एउटा कुरा के हो भने माया, यो कुराहरूमा हामी छुट्ने कुरा नआओस्, कुनै कुरा छुट्न नपरोस्, न त सम्झनाहरू न त भाषाहरू। किनभने छुट्यो भने म नै छुटिन्छु, सम्बन्ध होइन आत्मा छुटिन्छ। त्यो अप्ठ्यारो परिस्थितिमा जब सबैले मुख मोडे, तिमी थियौ। एक्लो अँध्यारोमा थिएँ म, मनभित्र आँधी चलेको थियो। त्यही बेला तिमी आइपुग्यौ, मनसँग मन, मुटुसँग मुटु जोड्यौ, आँखासँग आँखा जुदाएर भन्यौ म छु नि। त्यो निस्वार्थ समर्पण थियो जसले म भित्रको युद्धमा ध्वस्त संसारलाई फेरि आफ्नो दृष्टिकोणमा सजायो। त्यो क्षण मैले बुझेँ, प्रेम केवल शब्द होइन, यो त मौनताभित्रको सबभन्दा उच्च ध्वनि हो। तिमी मेरो अँध्यारो संसारको उज्यालो थियौ जति बेला मैले आफैलाई बिर्सिसकेको थिएँ। तिमीले मलाई सम्झायौ, मेरो अस्तित्व मलाई बुझायौ। जब जब म तिमीलाई निहाल्छु, तिमीमा एउटा श्रद्धा देख्छु। त्यो श्रद्धा जसले विश्वासको जरा गाडेको छ, भरोसाको बिरुवा हुर्काएको छ अनि मायाको फूल फुलाएको छ। जीवन सधैँ एउटै लयमा नचल्न सक्छ। कहिलेकाहीँ बर्खाको बादलले घाम ढाक्छ, कहिले शीतल हावाले पात झार्छ। तर मेरा निम्ति तिमी सधैँ बसन्त रहिरहनु, किनकि अब फेरि ओइलिएर फुल्न मलाई साह्रै गाह्रो हुनेछ। तिमी सधैँको लागि मेरो बाँच्ने साहस बनिदिनु। तिमी सँगै हुँदा लाग्छ यो संसारको हरेक कुराले अर्थ पाउँछ। शब्दहरू मिठा लाग्छन्, मौनता पनि गीत जस्तै लाग्छ। हरेक दिन म प्रार्थना गर्छु तिमीलाई गुमाउन नपरोस्। म तिमीलाई माया गर्छु भन्ने मात्र होइन, तिमी बिना अधुरो छु भन्ने अनुभूति पनि तिमीलाई गराउन चाहन्छु। किनकि तिमी साथमा हुँदा समय पनि सुमधुर लाग्छ। तिमी टाढा हुँदा भने घडीको प्रत्येक सुईले वियोग लेखिरहे झैँ महसुस हुन्छ। म विश्वास दिलाउन चाहन्छु, यो प्रेम कुनै क्षणिक मोह होइन। तिमी र म केवल नाम मात्रका हामी होइनौ, हामी एउटै सासमा बाँचेको आत्मा हौ। तिमी नै थियौ जसले मलाई अँध्यारोबाट उज्यालोमा ल्यायौ। त्यसैले म चाहन्छु अब तिम्रो जीवनमा कहिले अँध्यारो नहोस्। त्यसैले म फेरि भन्दैछु, म तिम्रो हरेक कुरा मान्न तयार छु माया। तर हामी छुट्टा छुट्टै भएर जिउनुपर्ने दिन कहिले नआओस्। दैवले हामी हिँड्ने बाटो कहिले नछुट्याओस्। किनभने तिमी बिनाको जीवन निरस र व्यर्थ छ। म तिमीमा जोडिएको छु। यो प्रेमको मात्रै कथा होइन, यो दुई आत्मा बीच मिलनको कहानी हो। यो केवल प्राप्तिको चाहना होइन, यो निस्वार्थ प्रेम हो, आफ्नोपनको समर्पण हो। यो कथा हो। धन्यवाद। कस्तो लाग्यो प्लिज कमेन्टमा प्रतिक्रिया गर्नुहोला।